हेलो गाइसहरू फेरि पनि नयाँ दिनमा स्वागत छ यहाँहरूलाई। हाम्रो चाहिँ आज गाउँमा सेकेन्ड डे हो। सो सेकेन्ड डेमा चाहिँ नि बिहानै उठ्यो ठ्याक्क 7 बजेसम्म चाहिँ सुत्केछ है। हिजो थकै लाएर होला आएर अब खोलातिर पनि कुदियो, माछा साछा पनि हानियो 2-4वटा। अनि अलिकति लेटसम्मै सुतेछ भनौँ होइन। लेट्स सी गाइज आजको ब्लगमा चाहिँ के कस्तो हुन्छ। सो इन्जोय दिस गाइज। अब आजको ब्लगमा चाहिँ सबभन्दा सुरुमा चाहिँ हाम्रो यो स्कुटरलाई चाहिँ यसो सरसफाइ गर्नुपर्ने छ। यहाँ टन्नै माटोहरू लाग्यो क्या। सो गाइज होइन, यसलाई धुनुपर्ने हुन्छ। नजारा चाहिँ यस्तो देखिन्छ है। हो के हो मेरो छोरो छोरो बुबु खान्छौ बुबु खान्छौ भोगडे। सो गाइस आज पनि हामी फेरि खोलातिर गङ्गटा मार्न जाने कुराकानी भयो होइन। टक्क गङ्गटा मारेर खुवाउने हो भाइलाई। गङ्गटा मारेर खुवाउने हो होइन। गङ्गटा सो फाइनल्ली गाइज आज पनि हामीले माछा साछा चाहिँ अलिअलि मारेका छौँ गाइजहरू थोरै। यहाँ चाहिँ यताबाट नजारा हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ है, यस्तो नजारा देखिन्छ होइन गाइजहरू होइन। यो चाहिँ के को नजारा हो भनिदिनु पर्यो हो गाइजहरूले। हेर है, यस्तो नजारा खाने, यस्तो किरा छ नि। के को किरा होला यो गाइजहरू। डेन्जर किरा छ यार, माया कसम लास्ट किरा छ यार यहाँ त। कता दुलुतिर छिरिसक्यो होला त्यो सर्प। डेन्जर सर्प देख्यो आज। कहिले देखाएको थिएन सर्प है। धेरै पछि सर्प पनि देख्यो ठुलो। खोले बाटो बनाएको छ त अहिले त। कुलो चाहिँ दामी बनाएर चाहिँ कसले बनायो दामी बनाएको छ कुलो चाहिँ। ओहो कहाँ गयो भाइ? यता पाएको छ यार सर्प त। अरू के होला भिडियो हानिदिउ न भनेको सर्पको। कहाँ सेतो सर्प है? खतरा सर्प सेतो। यस्तो देखिन्छ है नजारा। बेलभित्र गुदी हुन्छ। कहाँ खोइ बेल के खान्छ त्यस्तो? बियर नि खान्छ के अरे, बेल पनि खान्छ है। मिठो हुन्न? मिठो हुन्छ र? मैले त खाएको छैन अहिलेसम्म। मैले त खाएको छैन त्यो बेल भन्ने चिज। वाट इट डिस के भन्छ यसलाई? के को बच्चा अरे? दामी छ त है यो। के भन्छ होला यसलाई? सल्लाहको बच्चा होइन हो, सल्लाहको गेडा। के गर्यो होला गाइस यो थाहा छ। यो चाहिँ बेल झारेको है, बेल झारेको माया कसम। हामी चाहिँ बुढाबुढी मान्छेहरू चाहिँ यसो भेट्ने कार्यक्रममा हिँड्दैछौँ है यहाँबाट चाहिँ।
त्यहाँबाट घर जाने त्यहाँबाट सिधै तल जस्तो ल तलतिर अङ्कल तल ऊ यहाँबाट छ हो जस्तो लो मोसनमा हिँड्ने हो होइन फायर मात्र हो यो फायर केही छैन होइन तर घर चाहिँ पुग्नु पऱ्यो है घर चाहिँ पुग्नु पऱ्यो नपुगे फेरि फिर्ता फेरि अघि खोला पुगेर खोलाबाट फेरि माथि लाग्नुपर्छ नि त भाइ घर पुगेन भने चिन्ता नगर 1 बजे हराएको मान्छे 1 होइन 2 बजे थियो होला 1 बजे 2 बजे थियो होला 1 मात्र बजेको थियो र 1 साथ होइन होला तरकारी त बबाल हुन्छ नि त यसको तरकारी त आधा के आधाको बाजेसँग पनि घाँस काटेर हिँड्ने है